आजको मेरो बिहानीको सुरुवात बाहिर हेरेको कस्तो घाम लागिरहेको छ। अनि यताभित्र आएर चाहिँ म नानीलाई पढाउन पनि बसाएँ। अनि यता म खानाको लागि पनि रेडी गरिसकेँ, खाना पनि बसिसकेको छु मैले चाहिँ। अनि आज चाहिँ मैले सब्जीमा घिरौला र आलु पकाउँदैछु साथीहरू। यसलाई चाहिँ अलिअलि पिरो पिरो बनायो भने कस्तो मिठो हुन्छ नि त। मलाई चाहिँ हल्का ग्रेभी ग्रेभी खालको भयो भने चाहिँ साह्रै मिठो लाग्छ। अनि त्यही भएर मैले चाहिँ एउटा सानो टमाटर पनि लगाएँ। अनि टमाटरहरू लगाइसकेँ अनि यतिको भयो सब्जी, हल्का ग्रेभी ग्रेभी खालको भयो। अनि यता अचारको लागि पनि रेडी गरिसकेको छु मैले चाहिँ आलु मटर अनि माथिबाट काँचो प्याजहरू लगाएर चाहिँ यसमा माथिबाट चाहिँ यहाँ तेलले झार्ने दिएँ साथीहरू। तेल लगाएपछि चाहिँ मिठो हुन्छ नि त तातो तेल लगाएर। अनि माथिबाट सरुवा कागती पनि छर्किदिएँ। अनि यसमा चाहिँ खोर्सानीहरू त्यसरी मजाले लगाएको थिइनँ नि त, अलिअलि मात्रै लगाएको थिएँ। अनि नानीको लागि झिकिदिनुपर्छ नि त। अनि हातले मोल्यो ओऱ्यो। अनि नानीलाई पनि अलिकति निकालिदिएँ। अनि निकालिदिएर मैले चाहिँ माथिबाट खोर्सानी लगाएँ। अनि मैले खोर्सानी लगाएर निकालेँ। अनि मेरो दाल भात पनि रेडी भइसक्यो। थ्याङ्क यू फर वाचिङ।